आज आनन्दले बारीको साग टिपेर यता फर्सीको मन्टा बनाएँ। अब हिजो अस्ति खेत रोपाइ थियो, यो भएको तरकारी पनि खान पाइएन। आज बारीको साग टिपेर बनाउँदैछु। तपाईँहरूलाई पनि कतिको मनपर्छ यी बारीको साग। यो सागको नाम हाम्रोतिर लाउरे साग भन्छन्, कसैले सम्धिनी साग भन्ने रहेछन् गाउँ गाउँमा। के को साग रे? लाउरे काउले लाउरे 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 साग भन्छन्। सम्धिनी हो कि कसैले फेरि सम्धिनी साग भन्छन्। उताबाट चाइनिज 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 भन्छन्। चाइनिज साग खान आउनुभयो यहाँ गोमा। आज साग टिपेर खाने कहिले टिपेर आज गोमा खनालको हाँसै मिठो छ। आँसो मिठो छ। उता बहिनीको झन् खतरा। दिदी चिया खान आउनुभयो ती मेरो दिदी चिया खान आउनुभयो। यति खाने यति हो। चिनी बिनाको चिया फर्सीको मुन्टा केलाएर भोलि दिदी यसो गरौ नि। त्यहाँ यिनी नखाने यिनी खाने किन नखान्छ नि? यिनी खा धेरै हुन्छ अरू 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 यस्तै छ। यी गाउँघरको घर यस्तै छ नि। मकै यतातिर मकै छन्, त्यतातिर बरान छ। भैँसीलाई बरान उता दुनो भैँसीलाई। यहाँ चिया पकाउनु जानु पर्यो दिदीलाई। ल मोबाइल लगाएर जानु लाउनु भित्रको वातावरण देखाइदिनु। वातावरण त म हिँड्न पनि सकिन। म उहाँ ग्यास खोल्न जान्छु पहिला। गोबर ग्यास खोल्न त्यत्तिकै छ। लाउरे नि हिँड्नुभयो उहाँ गोबर ग्यास चिया त बसाले गोबर ग्यास खोलेर आउँछु। माथि माथि कपडा कट्टु। ल स्पेसल स्पेसल यदि चिया पनि खान मन लाग्छ। चियाको बानी यस्तो छ। चिया पनि कति खान्छन् र? स्पेसल कपमा स्पेसल चिया खान आउनुभयो। कस्तो छ चिया? ल चिया खान मन लाग्छ। अरू चिया खान्छ? हामी त खाइ नि। हो र। हामी त यता गान्तोक गरे चिया खाइसकेको हामीले खाने यत्रो गिलास। दिदीले खाने के यत्रो गिलास। ल चिया खान मन लाग्यो भने गोमा खनालको घरमा आउनु होला। मिठो चिया पकाएर खान दिनुहुन्छ। चिया त मिठो छ नि। दिदीलाई मय गरेर मिठो गराइदिन्छु। लाइब्रेरीसम्म त सुट सिला ल्याउनु भएको माइत जानको लागि। जुन शीतल कपडा त्यही शीतल कपडा खोल्नु पर्यो। कपडा 3 मिटर। कपडा 3 मिटर कपडा थोरैले हुन्न। लगा लगा ल बाहिरैबाट नाप्दिने रे त। सादा हुन्न त ठुलो बनाएको हुन्छ। हेर्नु यहाँ गोमा खनाल कति मोटी हुनुहुन्छ। सानो हुन्न के फाइदा ठुलो बनाएको केही हुन्न। ल कस्तो भयो? कस्तो ठिक्क भयो कसुलो भएको यस्तो पनि यहाँ ल अहिले पर जानु त हेर। छोटा गरेर लामो भयो। राम्रो भयो। ठिकै छ राम्रो हो। अर्को बनाइदिनु पर्ने रात के